म चाहिँ अहिले नेपालकै ठुलो एउटा हिसाबले नेपालको एउटा खसी बजार जहाँ चाहिँ अहिले दसैँको रमझममा चाहिँ खसी बिक्री हुन्छ यो ठाउँमा छु। यो चाहिँ म बाहिरपट्टि छु, भित्रपट्टि पनि मेन चाहिँ त्यो लोकेसन भित्रपट्टि चाहिँ सबैभन्दा ठुलो खसी बजार हो। अहिले यो काठमाडौँको खसी बजार भन्ने क्षेत्रमा छु जहाँ चाहिँ यहाँ खसी बोकाहरू बिक्री भइरहेको अवस्था छ। यहाँ हामी हेर्न सक्छौँ जोखेर बिक्री गरिन्छ। यहाँ चाहिँ खसी बोका 37 केजीको खसी किन्नुभयो दाइ तपाईँले? किन्नुभयो? ए कसरी छ रेट अहिले चाहिँ? कसरी छ दाइ रेट अहिले यहाँ? 720 देखि लिएर 650 सम्म कति केजीको हुन्छ त्यो अनुसारले चाहिँ। अहिले लगभग यहाँ हामीसँग कति केजीको खसीहरू छ? राम्रो खसी 700मा चाहिँ राम्रै बिक्रिरहेको छ। 700मा राम्रैसँग बिक्रिरहेको भनेपछि कति केजीभन्दा माथिको 700 बिक्रिरहेको? मासुवाला खसी जिउँदो भनौँ न, 30 भन्दा माथि 700 रुपियाँ केजीमा बिक्री भइरहेको। अहिले कति बेच्नुभयो आज दिनभरिमा? मैले धेरै बेच्दा छैन, 40 वटा जति बेचे। कुन ठाउँबाट ल्याउनु भएको? गोर्खाबाट ल्याउनु भएको। 40 वटा जति बेचिसक्नुभयो। आफ्नै हो, तपाईँको आफ्नै खसी हो? यही राखेर बेच्नु भयो? ए त्यहाँबाट किसानहरूको उठाएर ल्याउनु भयो। किसानहरूको कतिमा उठाउनु भयो भन्न मिल्छ? अब उहाँबाट ल्याउँदा अलिक गल्छ, किसानहरूले गल्छ, पानी पिठो टन्नै खुवाउँछ, यहाँ आइपुग्दा सिकिन्छ। हामीले 600मा लिएर 600मा लिएर आउनुभयो। हस् धन्यवाद है। यहाँ यसरी हामी अहिले यो पुलमै यसरी बिक्री वितरण भइरहेको छ। अलिकति व्यवस्थित नभएको अवस्था छ। यो बाहिरपट्टि हो, हामी हेर्न सक्छौँ। यो चाहिँ लोकल भन्दा पनि क्रस लामकाने क्रसको छ। सानो खसी बोकाहरू पनि छ। र यहाँ कसरी छ यी खसीहरू? एकदम सानो रहेछ त यिनीहरू त। 700 रुपियाँ केजी जिउँदो, 700 रुपियाँ केजी। यहाँ खसी किन्नेको खसी बेच्नेको चाहिँ घुइँचो छ। हेर्नुहोस् यहाँ बोयर क्रस बाख्राहरू पनि आइसकेको छ। हेर्नुहोस् मार्केटमा बोयर क्रस बाख्राहरू पनि छ। मार्केटमा बोयर क्रस बाख्राहरू जोखेर कसरी छ दाइ अहिले? 700 हो। जति केजी भए पनि बोयर क्रस बाख्राहरू, ठुलो बाख्राहरू हामी हेर्न सक्छौँ। यहाँ चाहिँ 35-40 केजीभन्दा माथिको बाख्राहरू पनि छ। तर अलिकति व्यवस्थित नभएको अवस्था। यहाँ गाउँघरबाट खसी बोकाहरू ल्याएर मैले यो चाहिँ बाहिरपट्टिको देखाएको है। भित्रपट्टि चाहिँ मेन खसी बजार नै छ। यो बाहिरपट्टि यसरी पुलमा राखेर बिक्री भइरहेको। दाइ हजुरको यो कहाँबाट ल्याउनु भएको? यो धादिङ बैरिनी। यता आउनु, अगाडि आउनु ल, अगाडि आउनु। धादिङ बैरिनी कति बेलादेखि तपाईँले बिक्री गर्न थाल्नु भयो? बिक्री गर्न त्यही 2 बजेबाट। 2 बजेबाट कतिवटा बेचिसक्नुभयो त? 8 वटा बिक्री भयो। के 8 वटा बिक्री भयो। गुन्द्रुकको भाउ बेच्नु पर्यो। कतिमा बेच्नुभयो त अनि? जोखेर बेच्नुभयो कि हच्चोमा बेच्नुभयो त अनि? यो बेच्यो कोही तौलेर पनि त्यही 700बाट उँभो बेच्नु सकेको छैन। 700 सम्म बेच्नुभयो। ठिक छ, राम्रै रेट हो 700 सम्म पनि। यो सबै खसीहरू उतैबाट ल्याउनु भएको हो? बैरिनीबाट जम्मा 28 वटा ल्याएको थियो सर। 28 वटा। अहिले कतिवटा छ अब? अहिले 20 वटा। 20 वटा छ। अब के गर्नुहुन्छ त राति? अब तल खसी बजार लानु पर्ला। खसी बजारमै बिक्री गरिदिने अब? के गर्ने? फोरमा हाल्ने, भोलि निकालेर बेच्ने। भोलि निकालेर बेच्ने। अब बल्ल सुरु भयो नि त बिक्री हुने चाहिँ। ल तपाईँलाई चाहिँ शुभकामना छ। दाइ किनेर लानुभयो? कतिमा? यो खसी चाहिँ 25,000 को। यो 25,000मा लानुभयो। यो कति केजी छ? 39 केजी जोखेर। ए गाउँमा जोखेको? यहाँ त 4 किलो गर्थ्यो। यहाँ भनेपछि यो कहाँबाट तपाईँले कुन ठाउँबाट लिएर आउनुभयो? बेलगढ गढी वडा नम्बर 6 तल्लो माधव खर्कबाट बेच्न ल्याउनु भएको हो? ए उहाँले किन्नु भएको हो? ए मोबाइल ब्याङ्किङ छ मसँग। क्यास त छैन नि त? क्यास छैन, क्यास भइदियो। मोबाइल अब क्यास निकालिदिनु न, उताबाट निकालेर गरिदिनु एटिएमबाट। एटिएम छ नि त यहाँभित्र? ए समस्या भयो नि त। अब मोबाइल ब्याङ्किङ पनि चाहिने भयो नि त। ल यहाँ बिक्री वितरण गर्दै हुनुहुन्छ हेर्नुहोस्। यो चाहिँ म पुलमै छु, तपाईँलाई उतापट्टिको साइडमा पनि लिएर जान्छु ल म।
उतापट्टिको साइडमा पनि बिक्री गरेर राखन्, त्यो साइडमा लगेर जान्छु। भेडाहरू पनि यहाँ बिक्री। त्यो भेडा कसरी हो दाइ? कसरी बेचिराख्नु भएको? 700 रुपियाँ केजी नै बेच्नु भएको? कुन ठाउँबाट ल्याउनु भयो? जुम्लाबाट ल्याउनु भएको। कतिवटा ल्याउनु भएको थियो? 50 वटा। कति सबै सकिसक्नुभयो बेचेर? अनि 2-3टा मात्रै बिक्री भयो। कहाँ छ त अरू? यहाँ भित्र राख्नु भएको छ? ए कहिले ल्याउनु भयो? कति दिन भएको? 3 दिन भयो। भनेपछि घटे पनि होला नि त यिनीहरू त। तपाईँको आफ्नै हो कि अरूको उठाएर ल्याउनु भयो? अरूको हो। अब बिक्री होला नि, आजबाट सुरु भयो बिक्री हुन्छ। भेडा भेडा यो च्याङ्रा, यो च्याङ्रा कसरी हो? 900 रुपियाँ केजी। कतिवटा ल्याउनु भयो? एक गाडी लिएर आउनु भयो। कहाँबाट? ए सँगै ल्याउनु भयो। जुम्ला कुन ठाउँ? ए यो चाहिँ दार्चुलाबाट ल्याउनु भएको हो। ए कतिवटा बिक्री गरिसक्नुभयो? 5 वटा। 900 रुपियाँ केजीमा बिक्री गर्दै हुनुहुन्छ। कहाँ छ अहिले? यहीँ भित्रै राख्नु भएको छ, खसी बजार भित्रै। ल अब बिक्री हुन्छ होला। यो चाहिँ जाँच कति बेला गरियो? अहिले अघि नै। यो चाहिँ अब जुन यो तपाईँ देख्न सक्नुहुन्छ, यो पेन्ट लगाएको जुन छ, यो लगाउनुको कारण भनेको यो खसीहरू, यो च्याङ्राहरू, यो बाख्राहरू चाहिँ स्वस्थ छ भनेर चाहिँ यो एउटा सङ्केत हो है। यो लगाएको चाहिँ किन्नु होला। तपाईँ यदि खसी बजारमा आउनुहुन्छ भनेपछि यस्तो किसिमको कलर लगाएको छ भनेपछि यो नझुक्किनु होला। यो भनेको स्वास्थ्य भनेर चाहिँ पशु चिकित्सकहरूले चाहिँ यो जाँच गरेर चाहिँ स्वस्थ बाख्रा हो भनेर चाहिँ यो यस्तो किसिमको चाहिँ पेन्ट लगाइदिएको हुन्छ है। यो चाहिँ मुख्य ठाउँ हो खसी बजार, जहाँ चाहिँ एकदमै बढी खसीहरू बिक्री हुन्छन्। यहाँ चाहिँ हामी हेर्न सक्छौँ भेडाहरू राखिएको छ। यहाँ चाहिँ मान्छेहरू आउने जाने, किन्ने, दाम गर्ने, मोलमलाई गर्ने। यहाँ चाहिँ बिक्री भइरहेको छ, हेर्न सक्नुहुन्छ। यो क्याबिनमा राखेर खसीहरूलाई, बोकाहरूलाई बिक्री वितरण गरिँदैछ। हेलो हेलो भाइ, के छ? कसरी हो खसी? 720। तिमीले मलाई चिन्यौ? कसरी चिन्यौ? होइन, अनि के छ अहिले? कस्तो छ? राम्रै छ। कतिवटा आएको आज? 50 वटा जति। कसरी दिइराख अहिले? 720-30 खसी। बोका कति? 690। एउटै उमेरको जुनसुकै एजको उमेर भन्दा नि वेटको अनुसार कि के छ? रातोबाट 680-90। ल ठिक छ। म छिर्छु, म यसो भिडियो बनाउँदैछु अहिले। हामी हेर्न सक्छौँ यहाँ खसी आइसकेको अवस्था छ। खसी बजारमा खसी ठिक छ नि? कतिवटा छ अहिले खसी? 2-3 हजार छ यहाँ भित्र? छैन होला यार, हावा कुरा नभन। कति छ? कति छ अहिले? यहाँ भित्र कति छ अहिले टोटल? कतिवटा? 400 वटा जति। अहिले कति रुपियाँ केजी दिँदैछौ? 700 जिउँदो जति केजी भयो भने। ल अनि यो चेक गरेको छैन? यहाँ चेक गरिदिएको छैन? भइसक्यो? अनि यसमा कलर लाखेन नि त? गइसक्यो चेक भएको? ल कसले आएर चेक गरिदिन्छ? भेटनरी? या बिक्री हेर्ने काम हुँदैछ। हेरिँदैछ दाइ? के तपाईँ बिक्री गर्ने हो तपाईँले चाहिँ? हेर्ने हो नि? कतिवटा हेर्नुभयो त अनि? तपाईँलाई कस्तो किसिमको खसी चाहिएको खासमा चाहिँ? मलाई यसो 25-30 किलो। 25-30 केजीको त्यो हेर्दाखेरि कस्तो किसिमको चाहिँ? लामो कान भएको, लामो खुट्टा भएको कि खदिलो भएको कि लोकल अलिकति है? मासु पनि भएको, भुँडी कम भएको। यहाँ हामी हेर्न सक्छौँ खसीहरू खसी बजारमा बिक्रीको लागि, दसैँको उपलक्ष्यको लागि चाहिँ खसीहरू धमाधम आइसकेको अवस्था छ। यो सबै क्याबिन खसीको लागि हो। खसी भरिभराउ छ हेर्नुहोस्। यदि तपाईँहरूलाई पनि काठमाडौँमै हुनुहुन्छ, खसी बोकाहरू चाहिएको छ भने खसी बजारमा आउँदा नि हुन्छ है।
खसी बजारमा ल। र खसी खरिद गर्दाखेरि चाहिँ विचार गर्नुपर्ने कुरो भनेको चाहिँ तपाईहरूले स्वस्थ छ या छैन भनेर हेर्न पर्यो। हेर्नुहोस्, हेर्दाखेरि फुर्तिलो भएको हुनु पर्यो, हेर्दाखेरि कुनै पनि नाकमा पसिना, नाकबाट पानी सिगान बगाएको, झोक्रा आएको त्यस्तो किसिमको चाहिँ खसीहरू चाहिँ खरिद नगर्नु होला। सकेसम्म चाहिँ यहाँ जाँच गरेर चाहिँ कलर लगाइदिएको हुन्छ, निलो किसिमको कलर हुन्छ, त्यो लगाएको यदि छ भने त्यस्तो खसी चाहिँ किन्नु होला। बिक्री हुँदैछ? कति बेच्नुभयो त अनि आज? 30-35 वटा। कहाँबाट ल्याउनु भएको? सबै गाउँबाट आइरहेछ, पहाडदेखि के सबै? धादिङबाट। अहिले कति रुपियाँ केजीसम्म बिक्री भइरह? 720। जाँदै के छ त? पोहोर सालको भन्दा यो वर्ष अझै धेरै जान्छ के हुन्छ? पहिलेको जस्तो छैन अहिले व्यापार। किन, के कारण हो पहिलेको जस्तो नहुनुको? ल ल ल ल, यहाँ पनि बिक्री वितरण हुँदैछ, हेर्दैछन् मान्छेहरूले है। यहाँ पानी पर्न थाल्यो, लगेर गइसक्नुभयो। सिरोही जातको, सिरोहीको क्रस। अहिले यहाँ हेर्दाखेरि सबै खालका बाख्राहरू छन्। बोयरदेखि लिएर, जमुना पारीदेखि लिएर, सिरोहीदेखि लिएर यिनीहरूको क्रसहरू यहाँ पनि हामी हेर्न सक्छौँ। क्रस बाख्राहरू सबै ठाउँमा चाहिँ क्रस बाख्राहरू चाहिँ आइसकेको छ। यहाँ गाडीमा अहिले पनि अनलोड भइसकेको अवस्था छैन। कि यो जाने हो कि यो आएको हो? सकेसम्म यो आएकै हुनुपर्छ। यहाँ मोलमलाइ हुँदैछ, हामी हेर्न सक्छौँ। यहाँ मोलमलाइ गर्दै हुनुहुन्छ। यो सबै खसीहरू यहाँ जोखेर बिक्री गरिन्छ। हेर्नुहोस्, जोखेर बिक्री वितरण गर्ने ठाउँ हो। अलिकति अझै व्यवस्थित हुन चाहिँ जरुरी छ। बोयरको बोका, बोयरको बोका पनि आएछ त। कसरी छ दाइ यो बोयर बोका? होइन तपाईँहरूको बोयर बोका बिक्रीको लागि बोयर बोका आएको छ। ल हेरौँ, यहाँ विभिन्न किसिमका बाख्राहरू, बोयर क्रस पनि, सिरोही बाख्राहरू पनि, जमुना पारी पनि, लोकल जातको बाख्राहरू पनि, सबै किसिमका बाख्राहरू छन्। यो चाहिँ जाँदै रहेछ, बिक्रीको लागि जाँदै गरेको बाख्रा। ल यही सबै तपाईँहरूलाई चाहिँ थोरै भए पनि देखाउनको लागि अहिले दसैँको यो उत्सव भनौँ, दसैँको लागि चाहिँ जुन अब अहिले दसैँ हाम्रो महान चाड नेपालीहरूको सुरु भएको छ। अहिले विषम परिस्थितिमा पनि तैपनि मान्छेहरू केही न केही उत्साहजनक रूपमा चाहिँ आइरहेका छन्। महान चाडमा चाहिँ अब किसानहरूले चाहिँ उत्पादन गरेका खसी बोकाहरू तपाईहरु सबैले खरिद चाहिँ गर्दिनु होला। तर किन्नुभन्दा अघि चाहिँ आफूले पनि विचार गरेर मात्रै किन्नु होला। आफूले पनि खरिद गर्दाखेरि किन्नुभन्दा पहिले चाहिँ विचार चाहिँ गर्नु होला। स्वस्थ बाख्रा छ या छैन भनेर पनि हेर्नु होला। स्वस्थ बाख्रा कस्तो हुन्छ भनेर मैले अघि पनि भनिसके। सकेसम्म हेर्दाखेरि चाहिँ फुर्तिलो होस्, सकेसम्म आँखाबाट नाकबाट पानी बगाएको नहोस्, छेरेको नहोस्, जिङ्रिङ्ग परेको नहोस्, स्वस्थ किसिमको होस्। र यहाँ खसी बजारमा चाहिँ जाँच पनि गरिएको हुन्छ। खसीहरूलाई चाहिँ खसी बोकाहरूलाई चाहिँ जाँच गरिदिएको हुन्छ। जाँच गरेर जुन खसी बोका स्वस्थ छ उसलाई चाहिँ निलो किसिमको चाहिँ पेन्ट सिङमा लगाइन्छ। त्यस्तो किसिमकोलाई चाहिँ बढी तपाईहरुले हेरेर चनाखो भएर चाहिँ किन्नु होला। किनभने पछाडि यस्तो अवस्थामा चाहिँ एउटा खसी बोकामा कुनै रोग छ भने अरूमा पनि सर्न सक्छ। त्यही भएर त्यो कुरा चाहिँ विचार गर्नु होला। यति भन्दै तपाईहरुलाई चाहिँ आजको लागि म बिदा हुन्छु। हस्, धन्यवाद।